अपने संपूर्ण गोटी के स्वागत करी छी हम जान अखन देखल जाए तो अखन हरेक ठाम में 16 दिने जे लैंगिक हिंसा विरुद्ध के से कार्यक्रम संचालन में आयल अछि ताहि प्रकार मध्य प्रदेश में सेहो आयल छै। हरेक वर्ष देखू ना तो मध्य प्रदेश में महिला हिंसा के उजरी सेहो बढ़ि रहल छै, जेना कि पारिवारिक संरचना के कारण हो अथवा पैतृक सोच के कारण से हो चाहे सामाजिक दबाव के कारण। ताई अही प्रसंग में हम सब बातचीत करे के प्रयास करब जे अखन मध्य प्रदेश में केहन केहन लैंगिक हिंसा सब भ रहल छै, कतेक उजरी सब आबि रहल छै। तो हम सब विशेष क डेटा के संकलन कतेक आयल छै मध्य प्रदेश प्रहरी कार्यालय में, तो उ सब हम सब बुझे के प्रयास करब। आई हमरा सबके अतिथि के रूप में रहल छथि बातचीत करे के प्रसंग में मध्य प्रदेश प्रहरी कार्यालय के प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापा जी। पहले उनका हम सब कार्यक्रम में स्वागत करब, तब विस्तृत जानकारी लेवे के प्रयास करब। यहाँलाई स्वागत छ। धन्यवाद। यहाँको यो मध्य प्रदेश प्रहरी कार्यालयमा आएको 2 महिना भइसक्यो अनि अहिले चाहिँ लैंगिक हिंसा विरुद्धको कार्यक्रम पनि चलिरहेछ। यहाँको 2 महिनाको अनुभव कस्तो रह्यो? मध्य प्रदेश प्रहरी कार्यालय भनेको हाम्रो मातहतमा जब 8वटा जिल्लाहरू छ, यसमा 20 लाख प्लसको जनसङ्ख्या आधा थाहा छँदैछ हैन। 8वटा जिल्लामा हाम्रो चाहिँ 8वटा जिल्लामा विभिन्न ठाउँमा त्यो मात्रै नभएर चौकी स्तरसम्म पनि प्रहरी कार्यालयहरू भएको हुँदाखेरि चाहिँ हामीलाई रिपोर्टिङ सबै कुराहरू चाहिँ यही ठाउँमा आउने हो हैन। यो मुद्दा अपराध दर्ताको हिसाबले पनि आउँछ र कतिपय चाहिँ झैझगडा दर्ता भएर सामान्य छलफल भएको विषयहरू पनि आउँछ। अनि जुन यो 16 दिने अभियानमा हिँडिराख्नु भएको छ, यो वास्तव प्रासङ्गिक विषय उठाउनु भएको छ यहाँले। यो घरेलु हिंसा मध्य प्रदेशको हकमा भन्ने पनि यो समाजमा अत्यन्तै विकराल अवस्थामा देखिन्छ हैन। त्यसै घरेलु हिंसाको मात्रै उदाहरण गर्ने भने विगत आर्थिक वर्षहरूका हेर्नु भने 7000 8000 को दरमा चाहिँ संख्यामा चाहिँ उजुरी आएको देखिन्छ। एक आर्थिक वर्षमा 7000 8000 को संख्यामा चाहिँ त्यो भनेको निकै ठुलो विकराल अवस्था हो है। अनि त्यसमा विशेष गरेर महिलाको विरुद्धमा गएका अपराधहरू उहाँहरूमाथि भएको कुटपिट र अन्यायको एकदमै ठुलो रिपोर्टिङ छ हैन। त्यो पनि झन् 8-9 हजार को संख्यामा चाहिँ वर्षको आएको देखिन्छ। हजुर, यो विशेष गरेर मध्य प्रदेशमा महिला हिंसा उजरी किन बढ्दै गएको छ? यहाँको चाहिँ आधारभूत विश्लेषण के हेर्नुभयो विशेष गरेर? अब यसलाई बायस नभइकन मैले प्रोफेसनली हेर्नुपर्छ हैन। प्रोफेसनली हेर्दाखेरि कस्तो देखिरहेको छु भनेदेखि यहाँको संस्कारजन्य धेरै कुराहरू पनि छन्। जस्तै हाम्रो समाज भनेको पितृसत्तात्मक समाज त नेपालको समग्रमा हुँदै हो र विशेष गरी त्यसमा पनि यो व्यक्ति हो त्यो हिसाबले अलिकति बढी देखिन्छ। संस्कारहरूमा पहिलेदेखि पितृसत्तात्मक जरा दह्रो भन्दै गयो हैन। जस्तै विवाहको सन्दर्भमा महिलाले चाहिँ दहेज दिएर राम्रो घर छान्नुपर्ने जानुपर्ने अवस्थाहरू, त्यस पछाडि सम्पत्तिको अधिकार चाहिँ महिलामाथि होइन कि पुरुषमा हुनुपर्ने हैन। पुरुषसँग मात्रै सम्पत्तिको अधिकार हुने अनि घरको मुली चाहिँ पुरुषै हुने। त्यो कारणले गर्दाखेरि चाहिँ जसको जुन वर्गको हातमा चाहिँ आर्थिक अधिकार छ त्यो अलिकति सर्वशक्ति सम्पन्न चाहिँ परिवारमा हुन्छ। त्यो कारणले नै होला कि जस्तो लाग्छ एउटा। हजुर, अरू अन्य घटनाहरू कस्ता घटनाहरू आइरहेछन् यो महिला हिंसा बाहेकको घटनाहरूमा? सबैभन्दा बढी अरू अझै के आइरहेछ? अनि यहाँ आइरहेको विषय भन्दा जस्तै ठाडो उजुरीको कुरा गर्ने हो भने जस्तै ठाडो उजुरी भनेको प्रहरीले चौकी स्तरसम्म मिलाएर छलफल गरेर सेटल गरेर घर पठाउने हो र मुद्दा दर्ता हुने चाहिँ छुट्टै विषय हो हैन। जस्तै दहेजकै कुरा गर्ने हो भने अर्थात् चाहिँ विवाहमा लेनदेन गर्नु हुँदैन भनेर जुन हाम्रो हरेक कानुनले जुन व्यवस्था गरेको छ त्यसको कुरा गर्ने हो भने जति समाजमा त्यसको समस्या छ त्यसको झन् 25% पनि चाहिँ रिपोर्टिङमा अर्थात् उजुरीमा छलफलमा आउँदैन। हजुर, र छलफलमा उजुरीमा आएको मुद्दाको पनि धेरै एकदमै न्यून प्रतिशत मात्र चाहिँ मुद्दाको रूपमा दर्ता भएको हुन्छ हैन। त्यसरी आउने भने यहाँले दहेजको कुराहरू म्याक्सिमम छ। अनि महिलालाई चाहिँ हिंसा गर्ने चाहिँ महिलै भएको कारणले गर्दाखेरि उसलाई हिंसा गर्ने विषयहरू भनेको जस्तै आर्थिक अधिकारका कुराहरूमा व्यापक रूपमा देखिन्छ। र समग्रमा यसको पछि पनि भनौँला, समग्रमा यसको चाहिँ रिजल्ट चाहिँ केमा देखिएको छ भने आत्महत्यामा महिला र बालिकाको सङ्ख्याले चाहिँ एकदम डरलाग्दो अवस्था देखाउँछ। कति अहिलेसम्म भन्दाखेरि कति चाहिँ यो डेटा यहाँको के भन्नुहुन्छ? जस्तै प्रत्येक वर्ष तपाईँ 80-81 को कुरा गर्नु 1278 जनाको चाहिँ आत्महत्याबाट जीवन त्याग गर्नुभएको छ हैन। 81-82 मा 1253 भयो। त्यसै गरेर 81 यो अहिलेको चालु आर्थिक वर्ष 360 जना चाहिँ
आत्महत्याबाट चाहिँ जीवन व्यतीत गर्नु भएको छ। त्यसमा विशेष गरी 215 जना चाहिँ महिला र बालबालिका छन्, बालिका छन्, बालबालिका भने बालिका। यसमा यस्तो पनि घटना होला जुन तिलक प्रथाको धेरै मध्य प्रदेशमा यो हल्ला रहेछ कि त्यो कारणले पनि गर्दा मधेसी चेलीबेटीलाई चाहिँ ज्यान गुमाउनु परेको छ, यस्तो घटनाहरूको त्यो उजुरीहरू आएको छ? जस्तै त्यसरी त आउँदैन, जस्तै केही घटनाहरू प्रताडित कसरी भइरहेछ भन्ने कुरा अनुमान गर्न सकिन्छ होइन। जस्तै टेक्निकली हेर्दाखेरि जस्तै कर्तव्य ज्यान र अब आत्महत्या फरक खालको देखिन्छ। आत्महत्यामा टेक्निकली अध्ययन गर्दाखेरि सामान्य उसले आफ्नो जीवन सित्याएको हो। अब त्यसमा सबैलाई लाइबल कतिपय ठाउँमा चाहिँ अब कसरी त्यो सम्मान स्थिति सिर्जना भयो भन्ने कुराहरू पट्याइन्छ, किनभने त्यो उजुरीमा भएको हुन्छ, अर्थात् चाहिँ कुनै नोटहरू, सुसाइड नोटहरू लगायतका कुराहरू भेटेर त्यो हुन्छ। अब नर्मली केही पनि भेटिँदैन, सुसाइडै हो मात्रै हो भनेपछि त्यसलाई कोट्याइँदैन। तर धेरै आत्महत्याहरूको केसहरूमा चाहिँ मोटामोटी हिसाबले त्यो कुराहरू आर्थिक विषयसँग सम्बन्धित, परिवारमा चाहिँ किन चाहिँ एउटा विवाहित महिलालाई हेलाएको विषय बनाइन्छ भन्दाखेरि दहेज सही तरिकाले नआएर होइन, दहेज अपेक्षा क्षमताभन्दा बढी चाहिँ दहेजहरूको अपेक्षा गरिदिने ससुराली तर्फबाट, त्यो आदि कारणले गर्दाखेरि त्यो डिमान्ड पुरा गर्न नसक्दाखेरि अब अझै अर्को कुराहरू के पनि छन् भने अब आत्महत्याको धेरै कुराहरू छन् होइन। जस्तै सामाजिक परम्पराका कुराहरू पनि छन्। अनि चाहिँ अब विशेष यहाँको जुन अनुभव एउटा भनौँ अहिले हेर्दाखेरि विभिन्न ठाउँमा यो जुन कोरोना पछि यो सुसाइडको केस चाहिँ धेरै नै बढिसकेको छ आत्महत्या बेला। तर विशेष गरेर अहिले मध्य प्रदेशमा यो सिराहा, धनुषा, महतरी यो सबमा विशेष आत्महत्या चाहिँ मान्छे गरिराखेका छन्। कारण के हुन सक्छ? विशेष आत्महत्या हुनुको कारण के छ? यसमा के हुन सक्छ भने अब विस्तृत अध्ययन हुनु एउटा जरुरी छ यो विषय। तर अहिले पछिल्लो समयमा हाम्रा मान्छेहरू हामी सामाजिक सञ्जालमा बढी भयौँ, हामी चाहिँ एकदम इन्ट्रोभर्ट भयौँ, कोठाभित्र धेरै समय व्यतीत गर्ने अनि ग्याजेटहरूमा समय व्यतीत गर्ने, सामाजिक परम्परा र जुन चलिआएको थियो रीतिरिवाज त्यसलाई छोडेर चाहिँ अलिकति एक्लो खालको जीवनयापन खालको चाहिँ हाम्रो चाहिँ जीवनशैली पनि भयो, त्यसले पनि अलिकति असर गर्यो होइन। जस्तै हिजो पहिला कस्तो थियो भने परिवारमा चाहिँ ठुलो परिवारमा जोइन्ट फ्यामिलीमा संयुक्त परिवारमा बसिन्थ्यो, त्यसपछि त्यहाँका गार्जेनले मुख्य मान्छेले चाहिँ बच्चा बच्चालाई दिने स्कुलिङ एक खालको हुन्थ्यो, प्यारेन्टिङका कुराहरू त्यहाँबाट सिक्थे उनीहरूले, व्यवहारका कुराहरू हुन्थ्यो, माटोसँग खेल्ने, पानीसँग खेल्ने त्यो वातावरण हुन्थ्यो। अब अहिले कस्तो भने धेरै चाहिँ अब एकदमै न्युक्लियर खालको सानो खालको चाहिँ परिवार, एकल परिवारमा बस्ने होइन, बच्चा बाबुआमासँग मात्रै बस्ने र धेरै बच्चा बाबुआमाहरू चाहिँ त्यसका चाहिँ ब्रेड मेकरहरू चाहिँ विदेशमा जाने र घरदेखि टाढा हुने, त्यो खालको चाहिँ अलि आर्थिक हिसाबले पनि छ होइन, डामाडोल छ। अनि कोरोना पछाडि त के हो भने आर्थिक हिसाब पनि अब डामाडोल भएको छ अवस्था छ। यी सबै कुराहरूको चाहिँ कम्प्लिट एउटा चाहिँ संयुक्त रूपमा भएको वस्तु चाहिँ यो रिजल्ट देखिएको जस्तो लाग्छ। हजुर, जसरी यो जुन पितृसत्तात्मक सोच र पुरुष प्रधान परिवारको संरचनाले महिला हिंसा र अनुसन्धानमा प्रक्रियामा कस्तो बाधा पुर्याउँछ कि कस्तो छ? एकदमै छ। जस्तै यो चाहिँ महत्त्वपूर्ण विषय उठाउनु पर्यो भने जस्तै अब प्रहरी भनौँ अनि कानुन कार्यान्वयन गर्ने इकाइ, अनुसन्धान गर्नेदेखि लिएर सबै समाजका तह तबकाका मान्छेहरू यही समाजका हुनुहुन्छ, धेरै मान्छे है, केही मान्छे बाहिरबाट आएको होला तर धेरै त यहीँको छ नि त। अब यहीँको मान्छेलाई के अरे जस्तै मैले सामान्य हामी एकदमै छक्क पर्ने खालको हिसाबले एउटा सक्षम युवाले सक्षम युवतीसँग बिहा गर्दाखेरि दहेज किन चाहियो उसको परिवारबाट? किनभने त्यो महिलालाई त पढाउँदा लेखाउँदा त्यत्रो बनाउँदाखेरि यसै पनि त परिवारको खर्च त महिलाप्रति भएको छ। अनि उसले चाहिँ परिवारको सदस्यको रूपमा चाहिँ ग्रहण गरिरहेछ भने त एउटा उपहारको रूपमा यसै आइरहेछ, तीमाथि पैसाको डिमान्डहरू भइरहेछ भनेर मैले एकदम शिक्षित खालको मान्छेसँग कुरा गर्दा नि होइन के अरे कस्तो खालको देखियो भनेदेखि सोचमा राम्रै फ्यामिलीका राम्रै शिक्षित मान्छेसँग कुरा गर्दा नि होइन राम्रो फ्यामिलीसँग सम्बन्ध राख्नु पऱ्यो भने त खर्च गर्नु पऱ्यो नि भन्ने टाइपको क्या। मतलब त्यो खालको सोच भएको हामी सबै भएको कारणले गर्दाखेरि जस्तै छलफलमा बसेका हुन्छन्। अब यही इस्यु जस्तै एउटा इस्यु मलाई नजिकबाट मलाई थाहा छ, धनुषाको एउटा इस्यु, मैले धनुषामा यहाँसम्म आउनु भएको थियो उजुरी गर्नलाई, छेकासम्म ओके बिहाबारी सबै कुराहरू भयो अनि उनीहरूको मन पनि मिल्यो, बिहा गर्ने हिसाबले गयो। छेका गरिसके पछाडि अब पैसाको डिमान्डहरू हाई गर्न थाले, क्षमताभन्दा माथिको होइन, त्यो हिसाबले चाहिँ अनि ट्र्यापमा पारेर अनि बिहा भइसकेपछि अनि खोइ तेरो घरबाट के दियो भन्ने लगायतका कुराहरू त्यस्तो आइसके पछाडि एउटा महिला चाहिँ एकदम प्रताडित भएर चाहिँ बसिरहेको अवस्थाहरू हुन्छ। त्यो त ठुलो अपराध हो नि होइन। अनि तर छलफलमा लाँदाखेरि के भन्छ समाजले, ठिकै छ अब उहाँको डिमान्ड ठिकै हो, किन छोराले यति पढाएको छ, उहाँको आर्थिक हैसियत यो छ, त्यो कारणले तपाईँले दिनु जरुरी हो भन्ने कुरा नि।
भनेको अर्थ यो पनि भयो कि जसरी अहिले चाहिँ यो घटनाहरू भइरहेछ भने यसमा हाम्रो समाज पनि त्यतिकै दोषी हो भने एकदमै दोषी छ। हामीले कानुन एकातिर गइरहेको छ, समाज अर्कोतिर गइरहेको जस्तो देखिन्छ कतिपय ठाउँमा। त्यो बिचको तालमेल मिलाउनु चाहिँ तपाईँ हामी जस्तो मान्छेले, मिडियाले भयो, अनि समाजसेवा गर्ने मान्छेहरूले चाहिँ समाज र कानुनको बिचमा तालमेल मिलाउनु र वास्तवमा निड के हो, आवश्यकता के हो, त्यसरी हिँड्नुपर्ने चाहिँ तपाईँहरूलाई पनि फेरि त्यसपछि चुनौती हुँदै होला। छलफलमा ठुलो बहुसङ्ख्यकले चाहिँ के अरे एउटा समाजले हिँडेको गतितिर प्रहरीलाई हिँडाउनु खोज्दाखेरि त्यहाँ चाहिँ पीडितले अन्याय हुन्छ जस्तो लाग्छ। किनभने सबै ठाउँमा विवेक पुर्याउन सक्ने अवस्था हुँदैन, सबै दर्जा सबै तल्लो निकायसम्म होइन। त्यसमा हामी संवेदनशील हुनुपर्छ र त्यो भइरहेको अवस्था। हजुर, जसरी यो पीडित महिलाहरू जसरी यो प्रहरी समझ पुग्नु हो कि कुन कुन चाहिँ सामाजिक पारिवारिक दबावहरू चाहिँ झेलेर आउनुहुन्छ, कस्ता कस्ता समस्याहरू? त्यो त प्रहरीसम्म आउँदा त निकै गाह्रो छ उहाँहरूलाई, किनभने यो कुरा बुझेको छ हामीले। प्रहरीसम्म त यसै सिधैमिति आउन सक्ने अवस्थै छैन, किनभने पहिला त त्यही वरपरको उहाँको आफन्तलाई भन्ने, आफन्तले नै यो कुरा लुकाउने, उहाँलाई चाहिँ डोमिनेट गरेर राख्ने, यो होइन, यो त सामान्य विषय हो नि भन्ने। अर्को अलिक त्योभन्दा समाजसेवीसम्मको पुगे, एक्सेस पुग्यो भने उहाँहरूले पनि त्यही नै टाल्ने, त्यही रोक्ने अर्थात् चाहिँ छलफलसम्म लान सक्ने अवस्थाहरू हुन्छ होइन। तर जो सचेत हुनुहुन्छ र जसले चाहिँ सही ट्र्याक पाउनुहुन्छ, अब अहिले त यस्तो पनि छैन कि निराशाजनक कुरा मात्रै होइन, आशाजनक कुरा के छ भने यो सेक्टरमा काम गर्ने धेरै सङ्घ संस्थाहरू छन् होइन, सबै बुद्धिजीवीहरू छन् राम्रोको लागि काम गर्ने। उहाँहरूसम्म पुग्ने मान्छे चाहिँ प्रहरीसम्म आउँछन् र प्रहरी आइपुग्छ त न्याय पाउँछ भन्ने चाहिँ मलाई लाग्छ। ओके, जसरी यो घरको जुन यो कति हुन्छ नि कि मान मर्यादा मतलब त्यो बनाउने भनेर अनेकको मुद्दा चाहिँ लुकाइने गरिन्छ होइन, यहाँहरूको चाहिँ न्यायिक प्रक्रियामा फेरि त्यो असर पार्छ कि पार्दैन? होइन, यो मुद्दा जस्तै प्रतिष्ठामा जोडेर गाउँमै घरमै लुकाउने कुरा त प्रशस्त हो होइन, तर प्रहरीमा आइसकिसके पछाडि त एक खालको त्यो त प्रक्रियामा जान्छ। प्रहरीमा आएकोले चाहिँ लगभग न्याय पाउँछ जस्तो मलाई लाग्छ। जसरी यो प्रहरीमा चाहिँ महिला हिंसा सम्बन्धी जसरी उजुरी चाहिँ दर्ता गर्दा अनुसन्धान अघि बढाउँदा होइन सबैभन्दा ठुलो चुनौती के हुन्छ? होइन, त्यसमा त के भने महिला चाहिँ जो पीडित हो उसलाई साथ सहयोग नपाउन सक्ने अवस्था हुन्छ गाउँघरमा। आफ्नो फ्यामिलीले साथ नदिने, माइती तर्फबाट साथ नहुने, छरछिमेकीले साथ नदिने अवस्था हुँदाखेरि एक्लो हुन्छ। हजुर, अनि उहाँसँगै फलोअप गर्न नसक्ने अवस्था, कानुनको जानकार सबैलाई छैन होइन। एक पढेकै घरको फ्यामिलीको मान्छेहरूले पनि त्यसरी दुःख पाएको चाहिँ मैले देख्छु। यो महिला हिंसा केसमा चाहिँ मिलापत्रको पनि दबाब आउँछ, के गर्छु? त्यो त अब यस्तो समाजमा सबै खालका मान्छेहरू हुन्छन् होइन। मुद्दा परिसके पछाडि हाम्रो लेभलमा भनेको चाहिँ हामीसँग अभिलेखमा आउने भने मुद्दा दर्ता भइसकेको अवस्था हो र सानो जुन चौकी लेभलको कुरा गर्नुहुन्छ त्यहाँ पनि त छलफल त भइरहेछ। यति बेला हेर्ने हजारौँ सङ्ख्यामा यो खालको केसहरू छलफल भइरहेछ। अब त्यसमा चाहिँ न्याय के हो भन्ने कुरा कतिपय ठाउँमा हाम्रो कमजोरीले अर्थात् हामीले नपुर्याएको हुनसक्छ, तर जहाँसम्म प्रहरीले विवेक प्रयोग गर्छ त्यति बेला चाहिँ त्यसलाई चाहिँ सामना गर्नुपर्छ। अब अलिकता हामी यो धेरै ठाउँमा अहिले चाहिँ लैङ्गिक हिंसामा अब हेर्दाखेरि यो 13 वर्ष 12 वर्षको बच्चा अन्डर एज जुन छ त्यो धेरै ठाउँमा बलात्कृत भइरहेछ होइन। अनि त्यस्तोमा के हेर्छु भने त्योमा पनि मान्छेहरू एउटा पञ्चायती काल जस्तो पहिला जस्तो मिलाउन खोजिरहेका छन् अनि खोज्छन्। अहिले पनि यो एउटा हेर्दाखेरि धनसाकै एउटा ठुलो घटना नै हो, त्यसमा प्रहरी नै सबैभन्दा त्यो ल्याउने अनि गर्ने अघि बढ्ने चाहिँ प्रहरी आफ्नो चाहिँ कर्तव्य निर्वाह गर्नुभएको छ यसमा। तर धेरै ठाउँमा के हेरिरहेछु भने कि यो पनि मिल्ने चाहिँ प्रक्रिया भइरहेको हुन्छ। यसमा यहाँहरूले फेरि कस्ता चाहिँ आफ्नो तर्फबाट चाहिँ कार्य गर्नुहुन्छ? हामीले के बुझ्नुपर्छ भने यसलाई अलग गरेर राख्नुपर्छ। जघन्य अपराध हो, रेप मर्डर जस्ता कुराहरू भनेको जघन्य अपराध हो, यसमा कुनै हिसाबले सम्झौता हुँदैन होइन। यो कुरालाई पनि सम्झौता गर्दै हाम्रा समाजसेवी भनाउँदाहरू र जेठापाठा गाउँका बुझ्ने मान्छे नै त्यसरी लाग्यो भने त्यो दुर्भाग्यपूर्ण हो। तर यो जघन्य अपराध एउटा हो र सामान्य खालको घरेलु हिंसाका अन्य सामान्य कुराहरू हुन्छ नि त। सामान्य विषयमा झगडा भएको, सासू ससुरासँग भएका सामान्य विवाद भएका त्यो यो विषयलाई यसलाई एकै ठाउँ राख्नुहुन्न। तर त्यस्तो खालको सिफारिस चाहिँ नआउने चाहिँ होइन। त्यो कुरामा चाहिँ हामीले डटेर सामना गर्नुपर्ने विषय चाहिँ के हो भने र हामीले बुझाउनु पर्ने कुरा के हो भनेदेखि जघन्य अपराध हो भनेको चाहिँ अपराधै हो भनेर चाहिँ त्यो ठाउँमा राखेर चाहिँ हेर्नुपर्छ। अहिले त्यतिकै अब यहाँसँग डेटा छ भने डेटाकै बेसमा भन्दा राम्रो हुन्छ। अहिले सबैभन्दा यो बलात्कारको घटना कति आएको छ मध्य प्रदेशमा? रेप कुरा त मसँग भएन, तर रेपको सङ्ख्या चाहिँ सङ्ख्याको अनुसारमा रेपको सङ्ख्या अधिक छ, तर कति धेरै उसमा चाहिँ रिपोर्टिङ छैन होइन। रेपको कुरा कस्तो छ भने कतिपय ठाउँमा चाहिँ कस्तो छ भने
सहमतिमा धेरै लामो समयसँग सम्बन्ध राख्ने र अनि पछि त्यो सम्बन्ध बिग्रिसकेपछि डिमान्डहरू पुरा नभएपछि अथवा चाहिँ आफ्नो सही ट्र्याकमा नगइसकेपछि त्यसलाई चाहिँ रेपको क्लेम गर्ने खालको चाहिँ जो धेरै छ होइन। तर जो ऐनले नै परिकल्पना गरेको छ, जुन कानुनले परिकल्पना गरेको एउटा रेप भन्ने विषय छ नि, त्यो खालको चाहिँ छुट्याउनुपर्छ प्रहरीले भन्ने मलाई लाग्छ। त्यो सङ्ख्या चाहिँ त्यस्तो ठुलो त छैन। यो सामाजिक सञ्जालको कारणले गर्दा पनि अहिले प्रभाव पारेको छ धेरै, एकदमै धेरै छ। एउटा जस्तै यसलाई बिगार्ने कम्पोनेन्ट भनेको चाहिँ जस्तै आत्महत्याकै कुरामा भनौँ होइन, रेप जस्ता अपराधहरू भनौँ, लागु औषधका कुराहरू, दुर्व्यसनीका कुराहरू भनौँ, यस्ता कुरामा सामाजिक सञ्जालले चाहिँ नेगेटिभ हिसाबले पनि बढाउने काम चाहिँ एकदमै धेरै गरेको छ। किनभने त्यसमा महत्त्वाकांक्षाहरू बढाएका छन्। अलिक गाउँ छुटेर सबैजना सहरमा बसेका छन्। सहरमा बसेर पनि त्यहाँ घरको मुनि चाहिँ घरदेखि बाहिर छन् होइन। त्यो कारणले गर्दाखेरि अरूसँगको अब अनैतिक विभिन्न खालका सम्बन्धहरू स्थापित हुने अवस्थाहरू छ। यी सबै कारणले गर्दाखेरि चाहिँ सबै खालको वास्तवमा चाहिँ एउटा समाजमा चाहिँ जकडिएको चाहिँ देखिन्छ। रेप चाहिँ एउटा ठुलो जघन्य अपराध हो। तर योमा अहिले हेरिरहेको छु जुन भर्खरको जुन टिन एजरहरू हुन्छ 14-15 वर्ष 16 वर्षको चाहिँ केटाहरू, त्यो अहिले गलत दुर्व्यसनीमा चाहिँ लागेको छ होइन, गलत क्रियाकलापमा देखा परेको छ होइन। प्रहरीको कस्तो भूमिका छ उहाँहरूप्रति? कस्तो हुन्छ नि, लागु औषधको समस्या भन्ने चाहिँ चौतर्फी सबैतिर जकडिएको, सबै आखिरी समाजै एकैचोटि भर्खाडामा भनेर खाल्डोमा हाल्ने खालको एउटा ठुलो नराम्रो खालको चाहिँ एउटा कुसङ्गत हो होइन। प्रहरीले सबै सेक्टर कभर गर्न सक्दैन। यद्यपि हामी प्रयास गर्छौँ। जस्तै 2-3 खालको हुन्छ। पहिला चाहिँ लागु औषधमा दुर्व्यसन हुनुभन्दा अगाडिको फेज जुन बेला अवेर गरिन्छ, अनि लागु औषधमा लागिरहेको मान्छेलाई उपचार गर्नुपर्ने हुन्छ जुन चाहिँ, र लागिसके पछाडि र अर्थात् चाहिँ त्यो दुर्व्यसनमा फसाउने खालको मान्छेलाई कानुनी उपचार गर्नुपर्छ। यो तिनटालाई अलग अलग तरिकाले डिल गर्यो भनेदेखि चाहिँ यो दीर्घकालीन समाधान हुन्छ होला। प्रहरीको प्रयासले त के गर्छौँ भने जस्तै अवेरनेस पनि हामीले गरिरहेको हुन्छौँ, तर त्यो एकदमै न्यूनत छ। त्यसले चाहिँ महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अवस्था अझ ठुलो सङ्ख्यामा गर्नुपर्छ। अब अर्को कुरो के अरे, त्यो लागु औषधको धेरै दुर्व्यसनी भनेर चाहिँ उपचार गर्नुपर्ने जरुरी छ। उहाँलाई चाहिँ त्यो के भन्छ, लागु औषधको चाहिँ रिह्याब सेन्टरहरूको चाहिँ म्याक्सिमम यहाँ चाहिँ इस्टाब्लिस हुन जरुरी छ, जसरी अस्पतालहरू छ होइन। अब त्यो सबै सेक्टरमा प्रहरी गर्न सक्दैन। हाम्रो धेरै भूमिका चाहिँ पकड धकडमा र एक्जिक्युसन गर्ने जुन हुन्छ नि अन्तिम फेज, त्यसमा चाहिँ बढी फोकस भइरहेको हुन्छ। तर लागु औषधमा अरू विभिन्न सेक्टरले जस्तै स्थानीय तहका स्थानीय पालिकाहरूले गर्नुपर्छ, समाजसेवीहरूले गर्नुपर्छ, हरेक गाउँका चाहिँ गार्जेनहरूले गर्नुपर्ने कामहरू चाहिँ के भने अवेरनेसको कामदेखि लिएर अनि रिह्याबमा चाहिँ हामीले अब त एकदमै यो त ठुलो युद्ध स्तरमा चाहिँ लागेर तयारी गर्नुपर्ने छ। होइन भने हाम्रो 10 वर्ष कसरी सहकार्य गर्नुहुन्छ? किनकि अहिले हेर्दाखेरि अब हरेक ठाउँमा हरेक हिंसा बढिरहेछ। महिला हिंसा सँगसँगै कतै न कतै पुरुष हिंसा पनि भइरहेको छ होइन। अब तर यसमा कस्तो सहकार्य भइरहेछ यहाँको स्थानीयसँग अथवा अरू अन्य सम्बन्धित निकायहरूसँग? धेरै जुन अहिले महिला हिंसा प्रसङ्गमा धेरै संस्थाहरू बनेको छ होइन, त्यो उहाँहरूसँग कसरी समन्वय गरिराख्नु भएको छ? महिला हिंसा अनि यो जातीय विभेदको कुराहरू, लैङ्गिक विभेदकोमा त काम गर्ने संस्था जातीय विभेदको पनि कुरा आएको होला। केही यस्तो छ कि कुनै उदाहरण जुन धेरै ठुलो चाहिँ घटना भएको होला, यहाँले हेर्नुभएको होला? अनि जातीय विभेदको कुरा गर्दै गर्दाखेरि भर्खरै केही महिना अगाडि त्यो सिराको कुराहरू, एउटा घर सर भत्काइयो भन्ने यस्तो कुराहरू आएको छ। त्योभन्दा बाहेकको ठुलो जातीय विभेदको अहिलेसम्म आएको त छैन। अब धार्मिक खालको त्यहाँ केही एउटा समस्या भएको थियो होइन। यही प्रदेशमा समग्र भन्ने जातीय विभेदको ठुलो त्यस्तो त छैन। तर पनि व्यवहारमा हामी चाहिँ देख्न चाहिँ सकिन्छ। प्र्याक्टिकली चाहिँ गाउँ ठाउँमा हेर्दाखेरि ठुलाले सानालाई मत्स्य न्याय टाइपको गरिरहेको अवस्था हुन्छ। तर रिपोर्टिङ भएको विषयमा चाहिँ हामीले कानुनसङ्गत कामहरू गरेका छौँ। अब अहिले त कस्तो नेपाल प्रहरीले चाहिँ प्रत्येकमा दलित डेस्कहरू भन्ने स्थापना गरेका छौँ। महिलामा त हामी धेरै 10औँ वर्ष अगाडिदेखि नै काम गरिरहेकै छौँ होइन, घरेलु हिंसामा। अब फेरि कस्तो भने पुरुष पनि चाहिँ यसमा हिंसाको पीडित भएको छ भन्ने कुरा जुन उठाउँछ नि, कुनै डेटा छ जसरी पुरुष पनि पीडित भएको छ? हैन, एक्ज्याक्ट मसँग डेटा त छैन। तर यो चाहिँ के गर्छ, ठुलो सङ्ख्यामा पुरुषहरू कस्ता विशेष गरेर चाहिँ वैदेशिक रोजगारमा विदेश जाने अनि आउँदाखेरि चाहिँ श्रीमती सम्पत्ति सबै चाहिँ होइन अन्यत्र भइरहेको, त्यो इलिसिट रिलेसनको कारणले गर्दाखेरि चाहिँ त्यो खालको समस्याहरू भइरहेको चाहिँ छ। त्यो नेपालभरि यसलाई अब कसरी कम गर्ने, कस्ता सहकार्य भइरहेछ यहाँहरूसँग? जसरी स्थानीय पालिकाहरूसँगको हाम्रो सहकार्य राम्रो छ। जिल्लाहरूले राम्रै गर्नुभएको छ। चौकी स्तरसम्म चाहिँ हाम्रो चाहिँ अवेरनेसको कार्यक्रमहरू हुन्छ होइन।
अनि प्राय पालिकाहरूबाट चाहिँ त्यो वातावरण उपलब्ध गराउनुहुन्छ। रिह्याब सेन्टरको लागि चाहिँ अलिकति लार्ज स्कुलको रिह्याब सेन्टरहरू स्थापना गर्नु जरुरी छ। यो चाहिँ अब प्रहरीले मात्रै गर्न सक्ने अवस्था छैन। जस्तै नेपाल प्रहरीको समग्रमा 2टा रिह्याब सेन्टरहरू ठुल्ठुलो, एउटा धरानमा छ, एउटा चाहिँ काठमाडौँमा छ, धनगढीमा पनि अस्ति भर्खरै सुरुवात भएको छ क्या। यो खालको ठुलो छ, तर सहकार्यको आवश्यकता चाहिँ वास्तवमा छ। अहिले चाहिँ यहाँ मध्य प्रदेशमा विशेष गरेर अब मध्य प्रदेशकै हेर्नुहुन्छ, तर विशेष गरी हाम्रो जसरी राजधानी भयो यो जनकपुर, यहाँको कार्यालय पनि जनकपुरमै भयो। सबैभन्दा यहाँले हेर्नुभएको 2 महिनामा यो विशेष गरेर धनुषामा के आवश्यक, के सुधार गर्न कुन निकायले जरुरी रहेछ? यस्तो हो, सबैले आफ्नो काम गर्नुपर्छ हैन। हामीले नै हाम्रो ठाउँबाट हाम्रो काम गरिरहेछौँ। अब सबैले सहकार्य गरेर अगाडि बढ्दाखेरि तर विषयलाई आइडेन्टिफाई गर्नुपर्छ। जस्तै कुन विषय चाहिँ गम्भीर भएर गइरहेछ मुलुकमा। अब महिला घरेलु हिंसा लगायतका कुरामा काम गर्ने संस्थाहरू अघि पनि मैले म्याक्सिमम धेरै सङ्ख्यामा छ। दलितहरूमा पनि काम गर्ने छ, पिछडा वर्गको विषयमा काम गर्ने छ, तर लागु अवसरमा काम गर्ने चाहिँ त्यस्तो खालको डोनर एजेन्सीहरूले देखिँदैन। बाहिरको एनजिओहरूले त्यो काम गरेको देखिँदैन। अब यसमा हामी आफै युवाहरू, हामी आफै सचेत हुनु जरुरी छ। किनभने अब पढे लेखेका सबै मान्छेहरू विदेश जाने, यहाँ बसेका सबै मान्छे चाहिँ लागु अवसरमा त धेरै भयो भने भोलि देश चलाउने, मुलुक हाँक्ने लगायतका कुराहरू निकै जटिल अवस्थाहरू आउँछ हैन। यो चाहिँ हामी प्रत्येक गार्जियनले, प्रत्येक युवाले अनि हामी प्रहरी मात्रै नभएर सबैले चाहिँ सोच्नु जरुरी छ। प्रहरी त हामी सधैँ पनि समाजमा मोटिभेटरको रूपमा, एउटा गार्जियनको रूपमा अर्थात् सहयोगको रूपमा त भूमिका निर्वाह गर्न तयार छँदैछौँ। जसरी यो कुनै उजुरी आउँदाखेरि त्यो उजुरीमा चाहिँ बढीभन्दा बढी ढिलाइ भइरहेको हुन्छ अनि त्यस्तो गुनासोहरू आइरहेको हुन्छ, त्यो कारण किन हुन सक्छ? हाम्रो यो जुन अफिस हो यो गुनासो आउने ठाउँ हो। वास्तवमा विभिन्न जिल्लाहरूबाट चाहिँ यस्तो मेरो हेर्दैन, मसँग हामीसँग चाहिँ अहिले क्युआर डेभलप गरेका छौँ। हामीले क्युआर कोड चाहिँ सबै ठाउँमा दिएको छौँ चौकीमा, त्यहाँ तुरुन्तै रिपोर्ट गर्न सक्नुहुन्छ अहिलेको अवस्थामा। त्यो पछि यहाँले लिन पनि सक्नुहुन्छ। त्यो चाहिँ क्राउडको म्यानेज गर्न नसकेर कतिले आफूलाई व्यवस्थित गर्न नसकेर कतिपय चाहिँ जस्तै महत्त्वको हिसाबले प्रायोरिटीमा विषयवस्तु नपरेर, जस्तै थोरै प्रहरी कर्मचारी भएको युनिटमा कामको जिम्मेवारी धेरै हुन्छ, सामान्य झगडा त हो नि भन्ने हिसाबले प्रायोरिटी नपरेको विषय हुनसक्छ हैन। अनि फेरि अर्को चाहिँ कस्तो हुन्छ भने अब छलफल गर्दै जाँदाखेरि एक पक्षको बारेमा र पोजिटिभ एक पक्षको नेगेटिभ त बोल्नुपर्छ, त्यो बोल्दिने मान्छेले त्यो अर्कोले आफूलाई पीडित महसुस गरेर पनि यहाँसम्म आइरहेको देख्छु म। हजुर, सबैभन्दा अब प्रहरीलाई हेर्दाखेरि जसरी प्रहरीको सबैभन्दा चुनौतीको जुन समय भनौँ, बखत भनौँ, त्यो कति बेला हुन्छ? प्रहरी चुनौती त अब हरेक खालको समय र विषय अनुसार सबैभन्दा प्रेसर हुन्छ नि जति बेला कि अब कुनै कुरामा अब आफू गलत नभएर पनि त्यो अब पब्लिकली ठान दिने जस्तै अब सही कुरा नबुझेर बाहिर चाहिँ पब्लिकली अर्को खालको कुरा आइदियो भने, किनभने हामी भनेको सरकारी निकाय, हामी संयमित हुनुपर्छ। हामीले हरेक कुरा आधिकारिक बोल्नु पर्यो होइन। त्यो कारण त्यसको लागि त्यसले टाइम लिन सक्छ नि त, समय लिन सक्छ। त्यो समय व्यतीत भइरहँदाखेरि के हुन्छ, यतातिर सामाजिक सञ्जालदेखि लिएर मिडियामा चाहिँ धेरै नेगेटिभ कुरा धेरै बगिसकेको हुन्छ क्या। अनि पछि यति धेरै बगिरहेको हुन्छ कि तथ्य एकातिर हुन्छ, तब बाहिर यसलाई खण्डन गर्नु पनि के जरुरी के भएर अब बाहिर एक खालको आयो, तर तथ्य त अर्को छ नि त। त्यो अवस्था चाहिँ एकदमै दुःखलाग्दो स्थिति हुन्छ नेपाल प्रहरीको लागि वास्तवमा। हजुर, जसरी यो पीडित जे पनि हुनसक्छ, पीडित भनेको महिलाकै कुरा हामी गरेका छौँ, तर महिला हुन सक्छन्, बालबालिका हुन सक्छन्, अरू पुरुष पनि हुन सक्छन्, अन्य पनि हुन सक्छन्। यसमा उहाँहरूले चाहिँ कति सहज रूपमा आएर चाहिँ प्रहरीकोमा उजुरी दिन सकिन्छ सूक्ष्म तरिकाले? अब त मैले अघि पनि भनिहालेँ, हामीसँग क्युआर छ होइन। कुनै पनि उजुरी व्यक्तिगत उजुरी हुन्छ कि अर्थात् प्रहरीको विरुद्धमा गर्नुपर्ने उजुरी हुन पनि सक्छ, परिवारमा भएका कुराहरू पनि हुनसक्छ। त्यसलाई चाहिँ सहज रूपमा लेखेर त्यो क्युआरमा पठाइदियो भने पनि त्यो एक्सेस हुने मान्छेले हामीलाई सहज रूपमा गर्न सकिन्छ। नभए हाम्रा नम्बरहरू छन् होइन, सबै प्रहरी कार्यालयहरूमा के छ भने त्यहाँ प्रवक्ता छ, सूचना अधिकारीहरू छ, उहाँहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ। होइन भने त्यो हटलाइन नम्बर 100 छ होइन। नभए कहीँ उभिरहेको प्रहरीलाई नजिकै भएको चौकीमा गएर आफ्नो कुरा व्यक्त गर्न सक्नुहुन्छ। किनभने हामी भनेको सबैको लागि काम गर्न आएको। तर कस्तो हुन्छ भने अब धेरै अवेरनेस नभएको गाउँ, विशेष गरेर गाउँतिरको अशिक्षित महिलाहरू वर्गमा चाहिँ यो समस्या हुनसक्छ कि उहाँहरू प्रहरीसँग सजिलो तरिकाले नआउन सक्ने। तर यहाँहरूले चाहिँ अर्थात् चाहिँ हाम्रो समाजले अझै पनि हामीले धेरै उहाँहरूलाई चाहिँ यो कुरामा चाहिँ जानकारी दिन चाहिँ जरुरी छ। तर आइसकेपछि हामीलाई लाग्छ प्रहरीमा आइसके पछाडि चाहिँ उहाँले न्याय पाउनुहुन्न भन्ने कुरा चाहिँ हुँदैन। यसमा कस्ता जनचेतनामूलक कार्यक्रम अहिले सबैभन्दा हेर्नुभएको समाजमा के आवश्यक, के जरुरी रहेछ?
यस्तो अब सुसाइड गर्नु हुँदैन ज्यान प्यारो छ किन त्यो भन्ने सबैलाई आफ्नो जीवनको महत्त्व थाहा छ यो यसले खासै अर्थ लागेर देखिनँ मैले लागु औषधको विषय एकदमै इम्पोर्टेन्ट छ लागु औषधमा चाहिँ कस्तो जो दुर्व्यसनमा भइसक्यो उहाँलाई उपचार गर्न लाने दुर्व्यसनमा पस्नुभन्दा पहिलाको जुन यो फेजको मान्छे छ यसलाई अलग ल्याएर उहाँलाई चाहिँ सचेत बनाउने र उहाँहरूलाई नै योद्धाको रूपमा यसको विरुद्धमा चाहिँ लाग्ने मतलब चेतनाको रूपमा चाहिँ लाग्ने एउटा समूहको रूपमा क्रिएट गर्न सकिन्छ अनि एउटा जो दुर्व्यसनमा लागिसके उनलाई उपचारमा जाने र दुर्व्यसन जसले फैलाउनु खोजिरहेको छ उनलाई कानुनी उपचार उनीलाई भित्र हाल्ने हो जेलमा हाल्ने हो तिनवटा क्याटेगोराइज गर्नुपर्छ जस्तो लाग्छ लागु औषध सबभन्दा डरलाग्दो हो होइन अब बिस्तारै समयले हजारौँ वर्षदेखि बसेको परम्परा अर्को यो सामाजिक परम्परा पनि बिस्तारै चेन्ज हुँदैछ जस्तै दलितको कुराहरू आयो अब अहिले भनौँ जस्तै पहिला हामी सानो हुँदा र अहिलेमा धेरै फरक छ हाम्रो त दलितहरू भित्रै बस्नुहुन्छ हामी सहज कुरा गर्छौँ खानपानसँगै गर्छौँ हामी सानो हुँदा त्यो अवस्था थिएन महिलातिर हो हाम्रो घर होइन पहिला सानोमा त्यो अवस्था थिएन म सानो हुँदाखेरि तर कलेज पढिसक्दाखेरि मैले के फिल गरेँ दलितहरू हाम्रो घरभित्रै बसेर खानपिन सुरु भइसकेको छ घरमा यो त चेन्ज हो कसैमा समयले ल्याउने मधेसमा पनि धेरै बदलाव भएको छ तर अहिले पनि अलिकता गाउँतिर त्यस्तो भइरहेको छ अपेक्षा पनि तर नगर्नु हजुर रकेटको स्पिडमा अपेक्षा पनि यदि यस्तो गरिरहेछ भने अहिलेको कस्तो कानुन बनाएको छ जसरी विभेद गर्ने अनि छुवाछुत गर्ने यसका लागि अहिलेको कस्ता चाहिँ अनि विद्यमान कानुनले त स्पष्ट उहाँलाई दण्डित गर्ने अवस्थाहरू छ त हजुर के गर्न सकिन्छ त्यसमा ठ्याक्कै कानुन प्रावधानको कुरा मैले हेर्नुपर्छ होइन तर दण्डित गर्ने अवस्थाहरू छ विभेदमा त दण्डित हुन्छ त मुद्दै चल्छ कतिवटा मुद्दा चलिसक्यो हजुर यो अन्त्यमा चाहिँ मध्य प्रदेशमा जसरी महिला हिंसा रोक्न दीर्घकालीन रूपमा जुन 3 प्रमुख प्राथमिकता के हुनुपर्छ 3 प्रमुख प्राथमिकता भनेको छोरीलाई शिक्षित बनाऊ हजुर होइन छोरीको भावना बुझ्यौँ क्या शिक्षित बनाऊ अर्थात् चाहिँ उहाँलाई चाहिँ आर्थिक सम्पन्नता दिने हो कि के गर्ने हो र अर्काको छोरीलाई पनि आफ्नै छोरी जस्तो मानौँ न सिद्धिको त हामी महिला हिंसै हुँदैन अब रह्यो बाँकी कुरा के छुटपुट कुराहरूमा त के अरे समाजमा 10-15% त मान्छे फटाइ पनि हुन्छन् अधिकांश मान्छे त राम्रो हो क्या हाम्रो समाजमा तीलाई त कानुन हिसाबले उपचार गरौँ सबै मिलेर उपचार गरौँ होइन यो मध्य प्रदेश प्रहरी कार्यालयबाट के तपाईँ सूचना दिन चाहनुहुन्छ हाम्रो श्रोताहरूको लागि अब प्रहरीले जनताकै लागि काम गर्ने हो हामी अहरात्र खटिन्छौँ 24 घण्टा हाम्रो मधेस प्रहरी अन्तर्गत 10,000 भन्दा बढी सङ्ख्यामा छ अब प्रहरीले गरेको कतिपय गल्तीहरू कमी कमजोरी र हामीले समयमा सेवा पुर्याउन सकेनौँ भने त्यो कुरा पनि हामीलाई कम्प्लेन गर्दाखेरि हुन्छ हामीले सेवा पुर्याउन नसकिरहेको ठाउँहरू छ भने त्यो पनि हामीलाई देखाउँदा हुन्छ र हामीभन्दा तलका प्रहरी कर्मचारीले सही तरिकाले चाहिँ सेवा उपलब्ध गराउन सक्नु भएको छ त्यो पनि हामीलाई कम्प्लेन करेक्सन गर्ने ठाउँ हुन्छ होइन हामी सबैको सधैँको हाम्रो प्रयास चाहिँ के हुन्छ भनेदेखि जनतालाई बढीभन्दा बढी सेवा दिउँ भन्ने नै हो हस् धेरै धेरै धन्यवाद यहाँलाई हम सब अखन इनका संगे बातचीत केलहुँ हैं हमरा सबके एतेक समय निकाल कऽ हमरा सबके जे कार्यक्रम बात राखि देले त वास्तव में अखन देखल जाए त जे सबसे प्रथम दोसर के सुधार करऽ से पहिने अपना सुधार करना एकदम जरूरी छै एतेक हिंसा जे बढ़ि रहल अछि त ओ मात्र खाली प्रहरी के काज नहीं छै ओ हमरा अहाँ के टोल में घटे छै हमरा अहाँ के ठाम में घटे छै त अपनो जागरूक होनाइ जरूरी छै आ हिंसा के जे छै से अपना अपना ठाम से रोकबाक अति आवश्यक जरूरी छै त हुनका धन्यवाद दैत कार्यक्रम समूह विदा नमस्कार।